हामीहरू यता जाँदैछौँ ल यता आउनु न तपाईँ ल तपाईँ पनि आउनु न छिटो यहाँ नेपाली नमस्कार। नेपालीहरूको महान पर्व विजय दशमी, शुभ दीपावली एवं छठ पर्व 2082 सालको सुख उपलक्ष्यमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू साथै स्वदेश तथा विदेशमा रहनुभएका समस्त आम नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। नमस्कार सबैजनालाई। तपाईहरु सन्चै हुनुहुन्छ? आज ह्याप्पी दशैं हो। आज चाहिँ ह्याप्पी दशैंमा टीका लगाएर पाहुनाहरू आउनुभयो खाजा खान। अरू चाहिँ सबैहरु सन्चै हुनुहुन्छ? आज ह्याप्पी दशैं हो। म पनि सन्चै छु। मेरो भिडियोहरूलाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। हाम्रो ह्याप्पी दशैं सबै नानीहरूलाई पनि कति राम्रो ठुलो भइसक्नु भयो उहाँहरू पनि। बाहिरै बस्ने हो आज। ल ठिक छ, बस्नुपर्छ। अङ्कल हुनुहुन्छ, भिडियो कल गर्दै हुनुहुन्छ। चिनी हालेको के खस्दैन। कृष्ण अरे हजुर भन। बस न राम्रो छ। जेठो मानु खाइआयो कान्छो मानु खाइआयो म दिउँला जे सोच्छु त्यही फ्याट्नुहोस्। राम्रो हुँदै गए अझ राम्रो हुँदै जाओस्। यस्तै होस्। सधैँहरूको अगाडि ड्याक्क भनेर हिँडेको हेर्न परोस्। हजुरको आशीर्वाद लाग्छ। मेरो आशीर्वाद नानु बुहारी हो जेठीबाटी जे भन्यो त्यही मान्नुपर्छ। सबलाई अलि आफ्नो जस्तो गर्नुपर्छ है। जाने आउने पनि अलि हेर्नुपर्छ। एकदम बोलाएपछि जाने होइन आफ्ना गर त आफै जाने। मलाई दिदीले बोलाइन्छ नि म आउँछु र आफै आउँछु त। ज्ञानी हुने पढ्ने छोरालाई किनिदिने। अब यसलाई दिने पर्यो त पर्दैन। हामीलाई दक्षिणा आशीर्वाद भए भइहाल्छ।
ल आसी ल सम मेन कुरा के भन्ने ल जीवा जवान किसने जमरा ल्यादा ज्ञानी हुने मेच्योरिटी कपाल र जे सोचे हा फेट 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 कुदै जा छोरीको हजुरआमाले अनि कुदै जा समाज समाज छिटो अब मम्मीले यिनीहरूलाई 50-50 दिन भयो त्यसलाई 20 दिन भयो नि त त्यो चित्त बुझेन नि त बुझेन केटाकेटी त्यस्तै छ नानु नगर बेबी नो पोल छ अहिले त्यो ज्ञानी हुने मेच्योर ठुलो मान्छे हुने रोग सब हटोस् सिधा बस नानु सिधा बस बेबी जीवन के भने ओ पुरा मागे ज्ञानी हुने मेच्योर अलिक बिरामी छ कि आज यो जे सोचे बुझोस् याद के अहिले ज्ञानी भएर बस न हस् कस्तो राम्रो भएर छ यो टिका नानु नगरिस्यो न नानु अहिले मामा घर जाने हो त हो सबैलाई शुभकामना पिदर्शै शुभकामना हुन त एकछिन हजुर बुवालाई शुभकामना बाबालाई शुभकामना बुवालाई सबैलाई नमस्ते म कृष्ण खड्का 2082 साल 6 महिना 16 गते आज विशेष दिन रहेको छ नेपालीहरूको महान चाडपर्व दसैँ आजको दिनमा परेको थियो र आजको दिन 11:35 सायद थियो हामीले सायदमा चाहिँ सबैले टिका सिका घर परिवारले लगाइसकेपछि आज चाहिँ हामी खानपिन गरेर फोटो सेसन पनि गरेर सानो एउटा भिडियो चाहिँ बनाइरहेका छौँ र भिडियो गराउनुभन्दा अगाडि र भइसकेपछि मैले चाहिँ के भन्छु भने नेपालमा रहनुभएका मेरा दाजुभाइ तथा दिदीबहिनीहरू मेरा आफन्तजनहरू पूर्वदेखि पश्चिममा छरिनुभएका मेरा सबै सम्पूर्ण आफन्तहरूलाई दसैँको भरपूर्ण शुभकामना व्यक्त गर्न चाहन्छु। हस् त धन्यवाद। वाह माय गॉड अब यस्तो मुभिङ पोइन्टमा हो यस्तो ड्याङ ड्याङ म भन्छु नि एकछिनमा है ल तिमी ठ्याक्क त्यहाँदेखि यस्तै अगाडि हिँड है यता नआउनु फेरि ल ल स्याक हिँड बाबा जस्तो हिँड त्यस्तै हिँड त्यहाँ हिँड अरू म फुल समात्दै हिँड्दै थिएँ। अरू चाहिँ सबैजना पाहुना आउनु भयो। अरू टिकासित लगाएर अरू हिँडिरहेको छु म टकटक भएर म ह्यान्डसम भएर। तपाईँहरूले पनि टिका लगाउनु भयो कि भएन? म त यता खुसी हुँदै हिँडिरहेको छु। म त यता म त हाँसेर हिँडिरहेको छु। बाय एभ्रीवन। 1 2 तो बदलामा नहीं है, बूथा नहीं है। यार बल्ला भाई
तो मतलब ही है मौसम जरा सा नमस्ते एभ्रिवान आज चाहिँ हामीहरू उता जान लागेको खेतबारीतिर यता चाहिँ हामीहरू दुई चार फोटो खिच्दैछ अरू चाहिँ लाइक सब्स्क्राइब गरिदिनु होला किन गर्नु हुँदैन लाइक सब्स्क्राइब एन्ड गरिदिनु होला बाइ बाइ एभ्रिवान हामीहरू धानबारीमा पुगिसक्यौँ यता हेर्नुहोस् कस्तो राम्रो देखेछ हामीहरू यता जाँदैछौँ ल यता आउनु न तपाईँ ल तपाईँ आउनु न छिटो यहाँ पानीहरू छ गाइज धानबारी हेर्नुहोस् म चाहिँ यता बाइकमा बसिरहेको थिएँ मलाई चाहिँ यता डर लागिरहेको थियो म चाहिँ फोटो खिचेँ मामीलाई यता भिडियो बनाउनु भएको थियो अरू मामीले पनि फोटो खिचिदिनु भयो धानबारीतिर मान्छेले सर्प थियो नजानु भन्दै हुनुहुन्थ्यो त्यहाँ बाबाले पनि हात तल गर्ने भन्दै हुनुहुन्थ्यो अरू म हात तल गरेँ हामी फोटो खिचिसक्यौँ अब हामीहरू जान आँटेको बाई एभ्रिवान आजलाई हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो आजको दसैँ पनि यस्तै भयो हैन खासै रमाइलो नै भयो तर पनि अब यस्तो रमाइलो भनौँ कि कस्तो भनौँ हैन ठिकै भयो रमाइलो नै भयो यतिको र अहिलेसम्म हाम्रो भिडियोलाई हेरेर साथ दिनुभयो सम्पूर्णमा हृदयबाट थ्याङ्क यू सो मच भन्न चाहन्छु र लाइक शेयर सब्सक्राइब गरिदिनु होला प्लिज नेक्स्ट टाइम ओके टेक केयर बाई ह्याप्पी दसैँ